हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी सिक्नेवाला छौँ व्हाट इज चेक। चेस गेममा चाहिँ चेकको मतलब चाहिँ के हो, आज चाहिँ हामी त्यो सिक्नुपर्छ ल। अनि चेक मतलब चाहिँ जब किङ डेन्जरमा हुन्छ, मिन्स कुनै पनि पिसेसले किङलाई एट्याक गरेको हुन्छ, त्यसलाई चाहिँ भन्छ चेक। अनि त्यसलाई चाहिँ किङ भाग्नुपर्छ, मिन्स किङलाई आफूले आफूलाई सेभ गराउनु छ किङले चाहिँ, बुझ्यो। अब चाहिँ म तपाईहरुलाई कसरी चेक दिन्छ त्यो प्र्याक्टिकली देखाउँछु ल। यो चाहिँ रुक हैन, रुक चाहिँ सपोज यहाँ छ। अब सोच्नुहोस् किङ यहाँ छ ब्ल्याक कलरको, यो व्हाइट कलरको रुक यहाँनिर छ, सोच्नु। त्यहाँदेखि अब जब रुक यहाँनिर जान्छ नि, त्यति बेला चाहिँ सेम लाइनमा छ हैन, दुईटा किङको पासमा छ नि यो, यति बेला चाहिँ किङ चेकमा छ, बुझ्नुभयो। अनि यो किङ चेकमा हुँदाखेरि चाहिँ किङ चाहिँ आफूले आफूलाई बचाउनु पर्यो नि त हैन, त्यही भएर चाहिँ किङ चाहिँ एकै स्टेप जान्छ, अस्ति भने नि मैले हैन। त्यो अब यो चाहिँ भाग्नु पर्यो नि त, आफूले आफूलाई बचाउनु पर्यो हैन, त्यही भएर किङ चाहिँ यहाँ पनि जानु सक्छ। यहाँ योदेखि चाहिँ भाग्नु पर्यो, अर्को लाइनमा जानु पर्यो, किनकि यो फुल लाइनमा चाहिँ जानु भएन, किनकि यो किङ यो रुक चाहिँ यहाँसम्म आउन सक्छ नि त। त्यही भएर चाहिँ किङ यहाँ पनि जानु सक्छ, ओन्ली वान स्टेप। यहाँ पनि जानु सक्छ, यहाँ पनि जानु सक्छ, आफूले आफूलाई सेभ गर्नको लागि चाहिँ यहाँ पनि जानु सक्छ, अनि यहाँ पनि जानु सक्छ, अनि यहाँ पनि जानु सक्छ, ओन्ली वान स्टेप। अब एउटा रुख यहाँनिर छ हैन, अनि अर्को यो रुखलाई चाहिँ म यहाँनिर राख्छु। अब यसलाई चाहिँ किङ चाहिँ डेन्जरमा छ हैन, अब यसले चाहिँ आफूले आफूलाई बचाउनु पर्यो। अब यो किङ चाहिँ यहाँनिर आउनु सक्दैन, किनकि यहाँ अलरेडी अर्को रुख छ हैन, त्यही भएर किङ चाहिँ अगाडि भाग्नु पर्यो नि त। त्यही भएर चाहिँ वान स्टेप, यहाँ पनि जानु सक्छ, यहाँ पनि जानु सक्छ, यता पनि जानु सक्छ। अब चाहिँ यो बिशप हैन, बिशपलाई म यहाँ राख्छु। अब किङ यहाँनिर छ। अब अहिले यो किङ डेन्जरमा छ कि छैन यो हेर्नु पर्यो। यो बिशप हो, किङ अहिले डेन्जरमा छैन, किनकि बिशप कहिले पनि स्ट्रेट मुभ हुँदैन। बिशप हमेशा स्ल्यान्डिङमा हुन्छ, त्यही कारण चाहिँ अब यहाँनिर बिशप हुँदा उसलाई चेक छैन। अब मैले बिशपलाई लगेर यहाँनिर राखेँ भने चाहिँ अब चाहिँ किङ डेन्जरमा छ हैन, त्यही भएर किङ चाहिँ अब भाग्नु पर्यो, आफूले आफूलाई सेभ गर्नको लागि चाहिँ किङ यता जानु सक्छ, अनि फेरि किङ यहाँ पनि जानु सक्छ, अनि फेरि यहाँबाट यहाँ पनि जानु सक्छ। यहाँ गयो भने चाहिँ यो चाहिँ सेभ हुन्छ। अनि सपोज बिशप यहाँ आयो भने पनि किङ चेकमा हुन्छ, त्यही भएर यहाँबाट यता गयो भने सेम बक्समा छ नि त हैन, यो सेम बक्समा जब हुन्छ तब चाहिँ चेक हुन्छ, यता पनि यहाँनिर पनि हैन। अनि त्यस्तो हो। अब चाहिँ क्वीनको टर्न ल। अब अहिले चाहिँ किङ यहाँनिर आफ्नो जग्गामा छ हैन, कुनै पनि एंगलबाट यो र यो एक वेमा छैन, त्यही भएर अहिले चेकमा छैन। तर जब किङ अब सपोज यहाँनिर गयो अरे डायगोनल हैन, यति बेला पनि चेक हुन्छ, किनकि सेम बक्समा छ नि त हैन किङ र क्वीन। अनि यहाँबाट फेरि यहाँ सिधा आयो भने पनि यति बेला पनि चेक हुन्छ हो। अनि त्यहाँबाट फेरि यहाँबाट यता स्ट्रेट आयो भने यो पनि फेरि चेक भयो। अनि यहाँबाट सपोज यहाँ डायगोनल स्ट्रेट गएर हैन, यहाँनिर सेम लाइनमा छ नि त, यति बेला पनि चेक हुन सक्छ। त्यसै कारण क्वीनले चाहिँ किन बेसी ज्यादातर चेक दियो भन्दाखेरि चाहिँ क्वीन चाहिँ पावरफुल पिसेस हो। यो चाहिँ सिधा पनि मुभ हुन सक्छ, ब्याक पनि मुभ हुन सक्छ हैन, स्ल्यान्डिङ पनि हुन सक्छ हैन, त्यही कारण चाहिँ क्वीन चाहिँ पावरफुल पिसेस हो, त्यही कारण चाहिँ हर जग्गाबाट किङलाई चेक दिन सक्छ। अनि यो चाहिँ नाइट हो, नाइटले हमेसा अब एल सेपमा जान्छ हैन, त्यही कारण चाहिँ अब नाइटले किङलाई चेक दिनु पर्दाखेरि चाहिँ 1 2 टर्न। अब चाहिँ फेरि 1 2 टर्न भयो भने चाहिँ यो चाहिँ अब किङ चाहिँ चेकमा छ, त्यही भएर किङ चाहिँ आफूले आफूलाई सेभ गर्नु पर्यो हैन, त्यति बेला चाहिँ किङ चाहिँ यता भाग्नु सक्छ हो, एक स्टेप। अनि यहाँ छ, यहाँबाट यहाँ पनि भाग्नु सक्छ हो। अनि यहाँनिर भाग्नु सक्दैन, किन भन्दा चाहिँ 1 2 टर्न यहाँनिर पनि आयो भने चेक हुन्छ, त्यही कारण किङ यहाँनिर चाहिँ आउनु पाउँदैन, सक्दैन। त्यही कारण किङ कि चाहिँ यता जाएर भाग्नु सक्छ, कि चाहिँ यहाँ जानु सक्छ, कि चाहिँ यहाँ जानु सक्छ। अनि फेरि यहाँबाट 1 2 टर्न यहाँनिर पनि आउन सक्छ हैन, यति बेला पनि किङ चेकमा छ। अब किङ यति बेला पनि भाग्नु पर्यो, भाग्दाखेरि चाहिँ किङ
यहाँनिर पनि आउन सक्छ हो 1 स्टेप अनि यहाँनिर पनि जान सक्छ अनि यहाँनिर पनि जान सक्छ अनि यहाँनिर चाहिँ आउन सक्दैन किन भन्दाखेरि चाहिँ 1 2 टर्न हैन त्यही कारण चाहिँ यहाँ चाहिँ आउन सक्दैन किङ अब पनको टर्न है चेक दिने अब सपोज पन यहाँदेखि यहाँनिर मुभ भयो भने चाहिँ किङ डेन्जरमा हुन्छ त्यही कारण किङले आफूलाई सेभ गर्नको लागि चाहिँ किङ चाहिँ यहाँनिर पनि भाग्न सक्छ हैन यहाँबाट यहाँनिर पनि जान सक्छ अनि यहाँबाट यता पनि जान सक्छ अनि यहाँबाट यता पनि जान सक्छ अनि यहाँबाट यहाँनिर पनि आउन सक्छ बट किङले यसलाई मार्न सक्दैन किन भन्दाखेरि चाहिँ अलरेडी यहाँ रुक पसेको छ त्यही कारण चाहिँ किङले उसलाई क्याप्चर गर्न सक्दैन अब फेरि सपोज यहाँनिर रुक छैन अरे सोच्नु अब यहाँनिर के पनि छैन खालि पन मात्रै छ यति बेला चाहिँ फेरि किङले पनलाई क्याप्चर गर्न सक्छ अनि अब किङको टर्न है किङले चाहिँ कहिले पनि अर्को किङलाई चेक दिन सक्दैन त्यही कारण किङ यहाँनिर आउनु सक्दैन यहाँनिर अगर आयो भने चाहिँ आउनै सक्दैन अगर आयो भने चाहिँ आफै डेन्जरमा हुन्छ किङ आफै डेन्जरमा हुन्छ किनकि अर्को किङ यहीँनिर छ त्यही कारण किङ यहाँबाट यहाँ पनि आउनु सक्दैन अनि यहाँबाट यहाँ पनि जान सक्दैन